नमस्कार। आज म यो भिडियो मार्फत एचआर सम्बन्धमा तपाईहरुलाई केही जानकारी लिएर आएको छु। भर्खरै मात्र मैले भारतको निर्वाचन आयोग इलेक्सन कमिसन अफ इन्डियालाई यो एउटा पत्र लेखेको छु। यो पत्र लेख्नुको कारण के हो भने अहिले पश्चिम बंगालमा एसआईआर 2025 भनेर मतदाता नामावलीको विशेष गहन संशोधन हुँदैछ। म एसआईआर को विरोधमा छुइन, तर गाउँघरमा हाम्रा धेरै मानिसहरू एसआईआर को इन्युमरेसन फर्म भर्दा ठूलो समस्यामा पर्न सक्छन्। पहिलो समस्या त फारममा बुबा आमाको नाम सन् 2002 को मतदाता नामावलीसँग जोड्न भनिएको छ, तर जसको बाबा आमा 2002 भन्दा अगाडि नै बितिसक्नु भएको छ अनि जस कारणले गर्दा 2002 को भोटर लिस्टमा उहाँहरूको नाम छैन। त्यस्ता छोराछोरीले फारम कसरी भर्ने? त्यो बेला गाउँ बस्तीतिर मृत्यु दर्ता गर्ने चलन पनि थिएन, मृत्यु प्रमाणपत्र पनि बनाइएको हुन्थेन। अब यस्तो अवस्थामा फारम भर्दा बुबा आमाको नाम कहाँबाट ल्याउने भन्ने कुराको समाधान छैन। फारममा मृत्यु भएको भनेर लेख्ने कलम पनि छैन। यसकारणले गर्दा धेरै मानिसहरूको फारम रद्द हुने डर छ। अब दोस्रो एउटा समस्या छ, हाम्रो गोर्खा समुदायमा नाम र थर अर्थात् गोत्र लेख्ने चलन अरु ठाउँभन्दा फरक छ। जस्तै एउटै मानिसको नाम कतै बाहुन त कतै शर्मा भनेर लेखिएको हुन्छ, कतै बजगाई, धिताल, कटुवाल भनेर लेखिएको हुन्छ। सबै एउटै जातभित्रका थरहरू। राईहरूमा पनि त्यस्तै छ, कतै राई मात्रै लेखिन्छ, कतै कुलुङ, थुलुङ, साम्पाङ भनेर लेखिन्छ। त्यसैले बुबाको नाम र छोराको नाममा जात फरक फरक भएको हुनै सक्छ। यस्तो समस्या गोर्खा समुदायको प्रत्येक जातभित्र रहिआएको छ। अब फारम त जिम्मा लेलान् नि, भोलि त्यो रद्द भएको छ भने के गर्ने? पुरानो कागजमा अथवा भोटर लिस्टमा बाबुको नाम माइला राई भनेर लेखिएको व्यक्तिको छोराको भोटर कार्डमा बाबुको नाम माइला राईको साटो अमर राई भनेर लेखिएकै हुन सक्छ। यस्तो स्थितिमा दस्तावेजमा नाम नमिल्दा पनि समस्या पर्न सक्छ। यी सबै कुरा हाम्रो पहाडी, तराई, डुवर्सका गाउँहरूमा धेरै मात्रामा पाइन्छन्, विशेष गरी चिया बगान अनि सिन्कोना बगानमा काम गर्ने परिवारहरूमा। यसैले गर्दा मैले यो पत्रमा निर्वाचन आयोगलाई भनेको छु कि यस्तो अवस्थामा अर्को कागज जस्तै गाउँ पञ्चायतको प्रमाणपत्र, हलफनामाको कागज अथवा यो चल्दैन भने 2002 भन्दा अगाडिको मतदाता सूची जसमा उनीहरूको बाबुआमाको नाम थियो पनि मान्य मानियोस्। दोस्रो कुरो, फारममा मृत्यु भएको कारण वा नाम फरक भएको कारण उल्लेख गर्न सकिने कलम राखियोस्। कमिसनलाई मेरो माग सानो हो, जो साँचो नागरिक हुन् उनीहरूको नाम मतदाता सूचीबाट छुट्नु हुँदैन। म चाहन्छु सबै मानिसहरूले सहज रूपमा आफ्नो नाम भर्न सकुन्। कुनै कागजको कमीले वा नाम फरक लेखिँदा मतदाताको अधिकार गुमाउनु कसैले नपरोस्। मेरो यस पत्रलाई कमिसनले संज्ञानमा लिनेछ भन्ने म आशा गर्दछु। काँटे भारतीय कुनै पनि एक गोर्खाको नाम छुटेछ भने त्यसको कानुनी लडाईँ लड्न हामी सबै तयार रहेको हुनुपर्छ। मैले र मेरो परिवारको नाम त आइहाल्यो भनेर छिमेकीको नाम छुटेकोमा कसैले आँखा चिम्लिएर बस्नु जाति हितमा पटक्कै हुँदैन। तपाईहरुले मलाई भरोसा गरे पनि नगरे पनि जति दिन म जनप्रतिनिधिको हैसियतमा यो ओहदामा छु तबसम्म मैले आफ्नो कर्तव्य निभाइरहेको हुन्छु। अब मेरो यो कुरा सुन्दा धेरैलाई लाग्न सक्छ कि बजगाईले एसआईआर को विरोध गर्दैछ। यो एसआईआर को विरोध होइन। आज तपाईहरुले मलाई यो भिडियो हेरेर धेरै गाली गर्न सक्नुहुन्छ, त त्यो गाली गर्नेहरूको नाम म नोट गरेर राख्छु। अनि जब भोलि धेरैजनाको नाम छुट्छ तब ती गाली गर्नेहरूको काँधमा एउटा जिम्मेवारी आउँछ, यी नाम छुटेकोहरूको नाम पुनः दर्ता गराउने। सक्नुहुन्छ तपाईहरु? त्यसैले गर्दा हामी सजग बसौं, सचेत बसौं। राम्रो हो एसआईआर, ठीक छ, स्पेशल इन्टेन्सिभ रिभिजन हुनुपर्छ,
यो देशको को हो, यो देशको को होइन छुटिनुपर्छ। तर यो देशको खाँटी नागरिकको नाम भने छुट्नु हुँदैन। म यति भन्दै हामी सबै यो समस्याबाट तयार रहौं र मैले यो समस्याको अवगत चुनाव आयोगलाई अगावै गराएको छु, ताकि भोलि यस विषयमा सबैको पक्षमा यो पत्रले बोल्न सकोस्। धन्यवाद।